होइन अनि एउटा साथी र मसँग सुतेको त्यो साथी स्वयं हिँडिरहेको स्विमिङ पुलमा ट्यायो पर्तिर निद्रामा हिँड्नु मार्ने रहेछ कि त्यसको पौडी खेल्न नआउने अहिले त्यसले हेरिरहेको भने त साथीले होइन तर पक्कै मै हो भन्ने उसलाई थाहा छ होइन हामी सँगै धेरै काम पनि गऱ्यौँ त्यस्तो घटनाहरू घट्थ्यो राज सम्हाल्दासँग चाहिँ फोटो खिचेर लगेर घरमा देखाउने भित्तामा टाँस्ने सो कति लामो भयो त्यो लाइफ चाहिँ एज अ ब्याकअप डान्सर म लगभग 6-7 वर्ष 6-7 वर्ष डान्स बारमा त म काठमाडौँको 80% डान्स बारमा म नाचे हो अहिले पनि मलाई त्यहाँको साउहरूले कहिलेकाहीँ फोन गर्नुहुन्छ म पनि जान्छु भेट हुन्छु विष्णु दाई हुनुहुन्छ मलाई बाइक एकदम मन पर्ने दाइले चाहिँ बाइक दिनुहुन्थ्यो मलाई चलाउनलाई नत्र भने त अब मान्छे नचिने मान्छेलाई यतिको कसले दिन्छ बाइक होइन त्यस्तो घटना थियो कि हामी अब राति 2-3 बजीसम्म डान्स गर्थ्यौँ त्यसपछि त्यतैबाट कहिलेकाहीँ सुटिङ पऱ्यो भने त्यतैबाट सुटिङ हिँड्ने नसुटिने मेरो रामु अङ्कल हुनुहुन्छ अहिले चाहिँ जापानमा हुनुहुन्छ उहाँ र म सुटिङबाट त्यो निद्रा नपुगेर ढलेको कि म एकचोटि बानेश्वरमा अनि रामु अङ्कलले हस्पिटल लगेर त्यस्तो कुराहरू खानाको त्यतिखेर त तपाईँहरू त हिँड्दैसँग चाहिँ हामी कोरस नाच्दा त खानाको ऊ थिएन के खानै पाउँथेन कि हामीले दालमोर र चिउरा खाएर नाचे हो कि सधैँ एभ्रीडे तपाईँको चाहिँ त्यसपछि बल्ल अलिकति ऊ भइसकेपछि अब एक छाक मात्रै खाना होइन बेलुका एकचोटि खाना मात्रै हुन्थ्यो त्यस पछाडि दिउँसो चाहिँ त्यो चिउरा र उदिन्थ्यो अब टप सिङ्गरहरूको भयो भने अब हिट सिङ्गरहरूको भयो भने त्यो दिन चाहिँ मासु खानु पाइन्थ्यो यस अब त्यो दिन चाहिँ हामीलाई पनि एकदम खुसी लाग्थ्यो कि त्यो मासु खानु पाउँदाखेरि चाहिँ अब आज त फलाउनुको छ त्यसले पक्कै मासु पाउँछ है भन्ने एकदम एक्साइटेड हुन्थ्यो